गाइज स्विसा र म चाहिँ रेडी भइसक्यो होइन स्विजरल्यान्ड जानको लागि ब्याग्सहरू यहाँ छ है we're checking out of our hotel. What's up Swisa? के छ? Good. Excited? Excited, tired. ल गाइज अब हामी अहिले होटलमा पुग्ने बेलामा वेट गर्छौँ है त Okay, is it right here? Is the water here? No, I think it's upstairs. Alright guys, look, it's just above here. Yeah. Let's go. I cannot. I'll knock down. Alright guys. Addiction. The heck? I don't know where we at. What's your अब स्विजरल्यान्डको लागि ट्रेन लिन जाँदैछौँ अनि यहाँ चाहिँ बिहान सबैजना मान्छेहरू होटलबाट यसरी नै हिँड्दै गार्ड द लियोन जहाँबाट ट्रेन पाउँछ त्यहाँसम्म त्यसरी जाँदो रहेछ हिँड्दै सो स्वेसा चिसोमा हिँड्न मजा आइरहेछ यस्तो फ्रिजिङ कोल्ड छ गाइज लास्टै चिसो छ आई थिङ्क इट्स राइट हियर यतै हो यहीँ हो हामी जाँदैछौँ गार्ड द लियोनतिर यहाँबाट चाहिँ सिधै के भन्छ स्विजरल्यान्डको ट्रेन लिएर हामी स्विजरल्यान्ड पुग्छौँ है गाह्रो छ बिहान चिसोमा हिँड्न बट त्यो पनि हामी पुग्यौँ सो चिसो यार लास्टै चिसो घर पुगिसक्यौँ अब हामी यहाँबाट भित्र जान्छौँ एन्ड देन टक्क लगाएर त्यहाँबाट ट्रेन पाउँछ हल 1 हो कि 2 कति भनिरहेको थियो त्यसलाई फलो गरेर जान्छौँ अनि त्यहाँबाट ट्रेन भेट्छ हामीले ल गाइज नभन्दै ठ्याक्क हल 3 भनेर पनि देख्थ्यो त्यहाँ आएर गाइज अब ट्रेन चढेर ट्रेन पुगेर बाँकी कन्टिन्यू गर्छौँ थ्याङ्क यू हाई गाइज हामी चाहिँ गार्ड द लियोन ट्रेन स्टेसनमा आइपुग्यौँ होइन अनि डिस्पाइट बिङ अर्ली होइन हामीले हाम्रो के अरे ट्रेन मिस गऱ्यौँ स्विसा एकदम स्याड छ हामीले हाम्रो ट्रेन मिस गऱ्यौँ भनेर अनि सो वी ह्याड टु बाई न्यू ट्रेन टिकट्स ज्युरिक जाने अनि हाउ डु यु फिल अबाउट द्याट भन न स्विसा एकदम स्याड छ क्या हामीले ट्रेन मिस गऱ्यौँ भनेर होइन बट म झन् धेरै स्याड छु होइन पैसा अलिकति खर्च भयो बट द्याट्स ओके हामी घुम्न आइरहेको छौँ होइन हल्का स्विसा रोको त छैन ओके रोको त छैन रहेछ होइन अब ट्रेन छुट्यो भनेर बट इट्स ओके होइन हामी त्यहाँ टाइममै पुगिहाल्छौँ मैले होटललाई नि इमेल गरिसकेँ द्याट विल बी लेट अराइभिङ लेट भनेर होइन सो द्याट्स ओके सो अब हामी गार्ड द लियोन एयरपोर्टमा छौँ हामी गार्ड द लियोन ट्रेन स्टेसनमा छौँ सर सो यहाँबाट अब हाम्रो 10:30 को ज्युरिकको ट्रेन छ अनि बाँकी भिडियो चाहिँ अब ट्रेनमा चढेर अनि त्यसपछि बनाउँछौँ गाइस हामीले यहाँ बसेर एकछिन हट चक्लेट क्रसान खायौँ स्विसाले के खायो समथिङ केही रोटीमा चिज हालेको जस्तो के खायो सो राइट we still rocking. We're still good. We're still rocking. Alright guys, over and out. Hello guys. No. We just got into our train. PGK लागिरहेको हैन अनि यहाँ मान्छेहरू झगडा गरिरहेको छ यहाँको मान्छेहरू अनि कस्तो गन गरेर एउटा ब्याग राख्ने कुरामा पनि यिनीहरू गन गरिरहेको छ विच इज बाहिर भ्युजहरू केही पनि देखेको छैन बट हामी हाम्रो
सिट चेन्ज गर्नको लागि ट्रेन म्यानेजरसँग एकचोटि ट्राई गर्छौँ इफ वी क्यान पायौँ भने विल चेन्ज आवर सिट्स होइन किनकि हामीले सोचेको जस्तो सिट हामीले पाइनौँ अनि त्यहाँ हामीले कुरा गर्दाखेरि वाट दे सेड इज यु क्यान टक टु द ट्रेन म्यानेजर टु चेन्ज द सिट होइन सो हामी त्यो ट्राई गर्छौँ के भन्नु C'est une fille qui m'a arrangé à mon âge là. Je connais ces gens là. Toute ma famille est là-bas en Amérique là-bas. राख्नु भएको छ नि यहाँ मान्छेले किचकिच गरेर गाइस फाइनली सुसार मैले तलमाथि दौडधुप गरेर एकदम राम्रो सिट भेटायौँ जहाँबाट भ्यू पनि राम्रो देखिन्छ एन्ड वी आर गोइङ टु ज्युरिक सुसा यु ह्याप्पी नाउ Swesa was always happy. I was the only one who was complaining because I didn't like the first seat, but finally we talked to the train manager and then we found a new seat which is pretty good. Yeah, ramro cha seat view heru pani ramro देखिन्छ यहाँबाट and we got our own lamp and अब हामी यहाँबाट बाहिरको भिडियोहरु खिच्दै जान्छौँ. Hello guys, after some problems and all those hectic 5 hours, हामी Zurich आइपुग्न लाग्यो. What's up, Susa? How do you feel? You feel good? Yep. मेरो टाइममा चाहिँ टनलभित्र आइपुग्यौँ हामी, but let this tunnel pass. What you can do, you can actually pause. Hello guys, finally tunnel pass भयो अनि we're almost. Hello guys, यो चाहिँ Zurich हो. Zurich आइपुग्यौँ हामी. अब यहाँ उत्रिन्छौँ हामी ठ्याक्कै 4:26 मा. And then हामी एक्सप्लोर गर्छौँ Zurich वरिपरि कस्तो छ के छ राम्रो प्लेसहरू यहाँको. अनि फेरि उताएर पनि म खिच्छु. Looks good. Départ sur voie 8 pour Zurich pour Winterthur-St-Gallen, voie 34 pour Talwil-Zug-Lucerne, voie 11 pour Zurich pour Winterthur-Frankfurt-Kreuzlingen-Konstanz, voie 6. Avant de descendre, assurez-vous de regarder à votre place. Je vous remercie d'avoir choisi. So guys, we just arrived in Zurich train station. यस्तो छ भिडै भिड. अब हामी Zurichबाट एकछिन यहाँ Lucerne भन्ने ठाउँ जानुपर्ने छ. सो हामी इन्फर्मेसन सेन्टर खोज्दैछौँ. त्यहाँ गएर हामी इन्फर्मेसनहरू लिन्छौँ के गर्ने भनेर. बिकज वी अलरेडी मिस्ड आवर ट्रेन टु Lucerne. सो अब अर्को ट्रेन लिनुपर्छ. एन्ड देन वी हेभ टु गो त्यहाँबाट Lucerne. आज हामी त्यहाँ बस्छौँ. सो हामी Zurichमा सुटकेसहरू राख्ने ठाउँ छ. सो सुटकेसहरू राखेर हामी एकछिन बाहिर निस्केर हामी घुम्छौँ. Zurichको ट्रेन स्टेसन एकदम दामी छ. लाइक तल पनि एकदम रमाइलो रहेछ होइन. यता पनि चिसो पनि छ. इट्स कोल्ड बट यतिको हामी ह्यान्डल गर्न सक्छौँ. आई थिङ्क प्यारिसभन्दा त चिसो छैन जस्तो लाग्यो है. त्यति छैन रहेछ. सो स्विस चक्लेट्सहरू फेमस छ रहेछ यहाँ. अब जाउँ न यतातिर अनि खोजौँ.
ल गाइज हामी अहिले एकछिनमा फेरि भिडियो खिच्छौँ है ल ओभर एन्ड नाउ गाइज क्रेजियस्ट थिङ चाहिँ होइन ज्युरिकमा चाहिँ कस्तो रहेछ भने यहाँ आएर टक्क लाएर हुन्छ नि पे गरेर ब्यागहरू लकरमा राखेर अनि ज्युरिक घुम्न मिल्दो रहेछ सो हामीले हाम्रो ब्याग यहाँ राखेको होइन हामीले हाम्रो ब्याग कहाँ राख्छौँ यहाँ राख्छौँ कहाँ राख्यौँ सुएसा हामीले हाम्रो ब्याग कहाँ राख्यो हो त्यो नम्बरमा हेर त झुक्कियो यार 1221 मा कि 1224 ब्याग राखेको 11 मा ए उ त्यसमा हो नि ओके सरी सो हामीले ब्याग चाहिँ हाम्रो उतापट्टि राखेको छौँ बट यहाँ पनि राख्न मिल्छ सो यो 1224 होइन यसरी नै टक्क ब्याग राख्ने अनि ब्याग यहाँभित्र सुटकेसहरू कोचेर अन्त चाहिँ यहाँ आएर पे गर्नु पर्दो रहेछ सो इफ यु पे 9 स्विजरल्यान्डको पैसा होइन 10 घन्टासम्म राख्न मिल्दो रहेछ सो द्याट्स हाउ इट वर्क्स यस्तो रहेछ सुटकेस राख्ने ठाउँ अनि हामीले हाम्रो सुटकेस राखेको छौँ अनि अब हामी यहाँबाट ज्युरिक घुम्छौँ ल है ज्युरिक जाउँ लेट्स क्रस द रोड क्रस गर न है गाइज ज्युरिक स्विजरल्यान्ड यस्तो छ है फाउन्टेन पनि रहेछ है फाउन्टेन अफ लक राम्रो छ राम्रो होइन दामी छ ज्युरिक एकदम खतरा छ good city अलिकति सान फ्रान्सिस्को जस्तो रहेछ हौ डाउनटाउन सान फ्रान्सिस्को जस्तै है त्यस्तै छ बट यप जहाँ पनि एस्प्रेसो बार जहाँ पनि लाइक हुन्छ नि हट चक्लेट जहाँ पनि पाउने धेरै जस्तो चाहिँ सबै चक्लेट मात्र छ एभ्रिवेयर चक्लेटको उयो मात्र छ पसलहरू मात्र छ बट दामी छ इट्स गुड हाई गाइज स्मल स्विस टाउनहरू यस्तो हुँदो रहेछ है एलिवे क्या मजा आएको छ हामी यहाँ भ्यू पोइन्ट छ भ्यू पोइन्ट हामी जाँदैछौँ र हेर्छौँ हामी कस्तो रहेछ भनेर राइट साथीहरू यो भ्यू पोइन्ट र यहाँबाट ज्युरिकको सबै दामी बवाल भ्यू देखिन्छ र भ्यू पोइन्ट कस्तो राम्रो छ ट्र्याक्क क्लक टावर जस्तो छ एन्ड यप दिस इज गुड दामी भ्यू देख्यो र हामी एकछिन सर जाउँ न एकछिन यहाँ भ्यू हेर्दैछौँ ज्युरिकको त्यतातिर बसेर फोटो खिच्दो रहेछ क्या सो द्याट यो घरहरू एन्ड एभ्रिथिङ आउँछ भनेर सी Yep, I think so. We are. Anyways, guys. Allah. Now this is beautiful. Switzerland. Nice. ल हामी ट्रेन स्टेसनबाट हिँडेर कति मिनट 12 मिनट पर हिँडेर हामी नमस्ते हिमालयन रेस्टुरेन्ट आइपुगेको छौँ
यहाँ गएर हामी खानाहरू खान्छौँ अनि त्यसपछि रिभ्यू चाहिँ लास्टमा दिन्छौँ कस्तो छ भनेर बट यही हो रेस्टुरेन्ट एन्ड अब हामी भित्र जानु लाग्यो गाइस सो भित्र गएर खिच्छु अलराइट ल गाइस हामी चाहिँ यहाँ रेस्टुरेन्टमा आएर चिया सुसा चियर्स चिया क्या मिठो रहेछ है दाइ यहाँ हुनुहुन्छ भाउजू त्यहाँ हुनुहुन्छ है स्विजरल्यान्डमा दाइ चाहिँ हेलम्बूबाट हुनुहुँदो रहेछ भाउजू चाहिँ मनास्लुतिरको हुनुहुँदो रहेछ मजाको हुनुहुन्छ अनि स्विजरल्यान्ड बसेको 14 वर्ष भयो अरे अनि हामीले चाहिँ अब मोमो थाली सेट खाना आँटेको विथ चिया स्टार्ट गरेको सुसा चिया कस्तो लाग्यो चिया त लास्ट मिठो छ यहाँको ओके गाइज अब हामी खान्छौँ लेटर सुसा र मेरो समोसा पनि आइसकेको छ कस्तो सुझा लास्टै यमी छ अरे ल म पनि ट्राई गर्छु है अब गाइज ल गाइज दाल भात आयो र अब दाल भातबाट 24 आवर्स सुसा र म अब दाल भात खाने हुन्छ सुझा तिमी पनि खाऊ न त सुसा चाहिँ मोमो खान्छ भनेर बसिरहेछ म चाहिँ दाल भात सुरु गर्न आँटेको है गाइज र गाइज सुसाको पनि मोमो आइसक्यो लुक एट द्याट मोमोज गाइज कस्तो मिठो छ जस्तो चाहिँ हेर्दै मेरो दाल भात पनि यस्तो मिठो रहेछ पापड कति मिठो रहेछ है सुसा मोमो खान्छु कि एक बाइट कस्तो छ म रियाक्सन खिच्छु फोटो खिच्ने अरे सुसाले है गाइज हामी अब एकछिन खान्छौँ भने फोटो खिच्छ है त हामी ल गाइज हामी लुसर्न भन्ने ठाउँ आइपुग्यौँ एन्ड दिस इज हाउ इट लुक्स ओके बबाल छ र हाम्रो होटेल यतातिर छ लेट्स गो यता हामी यसरी ब्याग बोकेर लाइक जाँदैछौँ कस्तो फिल भइरहेको छ रमाइलो चाहिँ लास्ट रमाइलो छ चक्लेट जहाँ पनि पाउँछ people in Switzerland they are like they are fond of eating chocolates music and I don't know a lot of stuff we'll find that out tomorrow so learn that damn look at this landmark it's so beautiful You don't even know if it's a landmark. Damn so and ल यो हेर्दा चाहिँ भेनिस स्ट्रिट जस्तो छ हाम्रो सेन फ्रान्सिस्कोको है त्यस्तै छ बट कस्तो राम्रो लाइक कस्तो राम्रो भिलेज रहेछ क्या यो लुजर्न भन्ने ठाउँ एकदम राम्रो रहेछ होइन कस्तो रमाइलो लाइक अझै उतातिर कस्तो इन्ट्रेस्टिङ रहेछ हेर त उतातिर झन् कति राम्रो क्या अब यहाँ आएपछि चाहिँ लाइक चिसो पनि सबै हरायो अब मलाई चिसो पनि भएको छैन त्यति है अलिकति टाउको चाहिँ चिसो भइरहेछ बट अब हामी यहीँबाट लाइक होटेल जान्छौँ होइन सुसाले मलाई हुडी पनि लगाइदियो सो ब्युटिफुल ल सो नाइस राम्रो छ सो अब हामी होटेलतिर जान्छौँ गाइज अनि होटेल पुगेर विल टक विथ यु गाइज हामी चाहिँ अब होटेलतिर जाँदैछौँ स्विजरल्यान्डमा चाहिँ जति हिँड्यो त्यति नै राम्रो हुने रहेछ बिकज लाइक गाडीमा जानुभयो भने और लाइक यतिकै स्टिल बस्नुभयो भने एकदम चिसो हुन्छ सो इट्स बेटर लाइक हिँड्दै होइन आफ्नो डेस्टिनेसन जहाँ जाने हो त्यहाँ जाँदा हुन्छ इट्स वी हेभ क्रस द ब्रिज अनि त्यही हो लाइक कस्तो मजाको छ स्विजरल्यान्ड वा यहाँ चाहिँ कस्तो लेक जस्तो रहेछ अनि हाम्रो होटेल चाहिँ यो ब्रिजभन्दा पारी छ हामी जाँदैछौँ सुसा चिसो भइरहेछ धेरै छैन अघि लाइक प्यारिसभन्दा त मलाई स्विजरल्यान्ड धेरै चिसो नै लागेन किनभने खोइ थाहा छैन यहाँ प्यारिसमा एकदम धेरै चिसो थियो यहाँ चाहिँ त्यति चिसो रहेन रहेछ यहाँ चाहिँ ठिक छ अनि वाह अब भोलि बिहान चाहिँ झन् एकदम ब्युटिफुल देख्छ जस्तो छ यो ठाउँ है
कस्तो राम्रो क्या cool चिसो ब्युटिफुल एकदम राम्रो छ so far we're enjoying हामीलाई धेरै गाडीमा हिँडिराख्न मन पर्दैन हामीलाई चाहिँ हैन हिँड्दै हिँड्दै ट्राभल गर्न नै एकदम धेरै मन पर्छ बिकज हिँड्दै हिँड्दै गयो भने लाइक बिस्तारी आनन्दले सबै कुराहरू देखिन्छ अनि लाइक घुम्नु पनि मजा आउँछ हेर्दै हेर्दै जाने हुन्छ सबै कुराहरू अनि भिडियो पनि खिच्दै जान पाइन्छ गाडीमा गयो भने सर्र एकैछिन पुगाइदिन्छ अब होटल यहाँबाट 5 मिनट मात्र हो अनि गाडीमा एकैछिन पुग्नु भन्दा त हिँड्दै जान नै फाइदा हुन्छ सो हिँड्दै हिँड्दै अब यो भ्यू भोलि बिहान कस्तो ब्युटिफुल देख्छ होला त एक्ज्याक्टली भोलि बिहान त एकदम ब्युटिफुल देख्छ होला कस्तो दामी मजाको ठाउँ छ सो ब्युटिफुल सो अब भोलि हामी अब कता कता पुगिन्छ see that tomorrow अहिलेको लागि हाम्रो डेस्टिनेसन होटल अहिलेको लागि हाम्रो डेस्टिनेसन होटल हो श्रेषाले चाहिँ अहिलेको लागि बाई बाई भनेर भन्दैछ किन श्रेषा चिसो भयो अनि अलि छिटो हिँडेर छिटो फोकस गर्दै जाने भन्छ श्रेषाले बट ठिकै छ राम्रो छ यहाँ चाहिँ फेरि रहेछ सानो तर उयसबाट के अरे यो ट्रेन स्टेसनबाट सबै कुराहरू कति नजिकै रहेछ लाइक एकदम राम्रो ठाउँहरू लाइक घुम्ने ठाउँहरू सबै कति नजिकै रहेछ अनि वकेबल डिस्टेन्समा रहेछ सबै कुराहरू ल यहाँ रोलेक्सको रहेछ सप रहेछ ठुलो बिल्डिङ Look at this. ल अब यहाँबाट हामी हिँड्दै होटल जान्छौँ होटल पुगेर हामी खिच्छौँ ओके जाउँ So guys, we made it to our hotel. हैन यहाँ छ होटल हैन 4th फ्लोरमा जाँदैछौँ हामी ल्याउ यो ब्याग गाइज होटलमा चेक इन गऱ्यौँ हामीले हैन हेर्दै जाउँ न भेटिहाल्छ 440 यतैतिर 441 ए हैन अलि यता होला यहाँ छैन त भाइ कहाँ छ 446 441 ए यहाँ रहेछ 440 ल गाइज हाम्रो होटल चाहिँ यस्तो रहेछ छ त र यहाँको बाल्कनी यहाँ छ र यहाँबाट हाम्रो स्ट्रिटको भ्यू ओ ड्याम भोलि बिहान राम्रो देखिन्छ यहाँबाट ल यस्तो छ है गाइज यस्तो छ है एनिवेज ल आजको लागि यति नै र सुसा बाई बाई भनिदेऊ अनि भोलि बाई बाई गाइज गुड नाइट